नमस्ते साथीहरु, स्वागत छ। यस्ता वेबसाइटहरुमा तपाईले लगानी गर्ने या नगर्ने यो चाहिँ तपाईहरुको आफ्नो विचार हो। गर्न चाहनुहुन्छ भने केवल तपाईले आफै सर्च गर्न सक्नुहुन्छ र यस वेबसाइटहरुमा लगानी गर्दा के हुन्छ तपाईलाई थाहा नै छ र यो चाहिँ एउटा प्रचारक भिडियो हो। तपाईले चाहिँ यसलाई प्रचारक रूपमा चाहिँ हेरेर चाहिँ साथ दिनु होला र वेबसाइटको बारेमा बुझ्न चाहनुहुन्छ भने भिडियोको डिस्क्रिप्सनमा वेबसाइटको लिंक रहेको छ, त्यो लिंकलाई तपाईले एकपल्ट क्लिक गरेर ओपन गर्नु होला र साथीहरु ओपन गर्न साथ डाइरेक्टली तपाईले यस पेजमा आउनुहुनेछ र यहाँतिर तपाईले वेबसाइटको नाम देख्न सक्नुहुन्छ। त्यसैगरी यो वेबसाइटको बारेमा बुझ्नको लागि तपाईले आफ्नो एकाउन्ट क्रिएट गर्नु होला र एकाउन्ट क्रिएट गर्नको लागि फर्स्टमा तपाईले आफ्नो मोबाइल नम्बर राख्नु होला, पासवर्ड बनाउनु होला, माथि तपाईले जुन पासवर्ड बनाउनु भएको छ मुनि पनि तपाईले सेम पासवर्ड राख्नु होला र यहाँतिर तपाईले एउटा कोड पाउनुहुनेछ। लिंकबाट ओपन गर्न साथ एउटा कोड पाउनुहुनेछ र त्यसैगरी तपाईले चाहिँ यहाँ चाहिँ एउटा ओटीपी कोड राख्नुपर्ने छ। ओटीपी कोडको लागि चाहिँ यहाँ तपाईले जुन नम्बरहरु दिइरहेको हुन्छ त्यो नम्बर राखेर यहाँ दर्ता गर्नुस् न, एकपल्ट क्लिक गर्नु होला। यति गर्न साथ यस वेबसाइटमा चाहिँ तपाईको एकाउन्ट क्रिएट हुनेछ। साथै यो वेबसाइटमा मैले अलरेडी आफ्नो एकाउन्ट क्रिएट गरिसकेको छु। सो मस्त तपाईले लगइन गर्दै यहाँ तपाईले कसरी टप अप गर्ने र टप अप गरिसकेपछि यहाँ कमाएको पैसालाई कसरी निकाल्ने त्यो सबै जानकारी यस भिडियोमा चाहिँ बताउने छु। भिडियोलाई चाहिँ हेरेर मात्र साथ दिनु होला। साथीहरु लगइन गर्न साथ तपाईहरुमा चाहिँ एउटा यस्तो इन्टरफेस खुल्नेछ, घोषणा रहेको छ लाइभ फिटनेसमा स्वागत छ भनेर चाहिँ रिलिज डेट अक्टोबर 13 2025 मा चाहिँ रिलिज भएको छ। साइन अप गर्न पाउनुहुनेछ हैन। यसमा चाहिँ तपाईले आफ्नो एकाउन्ट क्रिएट गर्न साथ 200 रुपैयाँ पाउनुहुनेछ। त्यसैले यहाँ तपाईले लगानीकर्ताहरुलाई ठूलो जित हासिल गर्न सक्ने भनेर छ। त्यसमा प्रत्यक्ष 20%, 3%, 2% र त्यसैगरी यहाँ चाहिँ निकासी गर्ने समय भनेको छ। यहाँ तपाईले अनि गइसकेपछि विथड्र गर्नको लागि भने तपाईले यहाँ चाहिँ बिहानको 9 बजेदेखि बेलुकाको 5 बजेसम्म विथड्र गर्न सक्नुहुनेछ र त्यसैगरी के सपोर्टहरु चाहिएको खण्डमा चाहिँ टेलिग्राम च्यानल रहेछ। टेलिग्राम च्यानलमा जोइन गर्न चाहनुहुन्छ भने जोइन पनि गर्न सक्नुहुन्छ। यसमा चाहिँ एकाउन्ट क्रिएट गर्न साथ 200 रुपैयाँ र त्यसैगरी एभ्री डे लगइन गरेर तपाईले 10 रुपैयाँ अर्निङ गर्न सक्नुहुनेछ। र यति गरिसकेपछि तपाईले यस पेजको होम पेजमा हुनुहुन्छ र होम पेजको टपमा तपाईले टप अप पनि देख्न सक्नुहुन्छ। त्यो भन्दा अगाडि चाहिँ तपाईले बुझ्नु पर्ने चाहिँ यहाँ चाहिँ तपाईले लगानी गर्दा चाहिँ कति अर्निङ गर्न सक्नुहुन्छ त्यो कुराहरुलाई चाहिँ बुझ्नु होला। यहाँतिर लगानी गर्नु भन्ने अप्सन रहेछ। लगानी गर्नुमा रहेछ यहाँ चाहिँ एउटा भिआइपी फर्स्ट रहेछ। भिआइपी फर्स्टमा तपाईले 600 रुपैयाँ चाहिँ लगाउनुहुन्छ भने दैनिक नाफा 90 रुपैयाँ हुनेछ र उत्पादन चक्र भनेको 180, यो चक्र भनेको 180 रहेको छ। र त्यसैगरी यहाँ तपाईले देख्न सक्नुहुन्छ सेकेन्डमा उत्पादन भनेको यो चाहिँ भिआइपी 2 रहेको छ, 1500 लगाउनु पर्ने छ। दैनिक नाफा भनेको 240 रुपैयाँ तपाईको हुनेछ र 180 दिनको चाहिँ यसको चक्र रहेको छ लगानी गर्नको लागि। र त्यसैगरी यहाँ तपाईले देख्न सक्नुहुन्छ भिआइपी 3 जसमा 3200 र 535 रुपैयाँ दैनिक तपाईको यहाँबाट आम्दानी हुनेछ। र त्यसैगरी यसको चक्र पनि 180 दिन रहेको छ भने त्यसैगरी यहाँ 4 मा देख्न सक्नुहुन्छ भिआइपी 4 मा 7000 लगाएर 1225 रुपैयाँ त दैनिक हुनेछ र यसको दैनिक चक्र भनेको 180 दिन रहेको छ। यो फिटनेस सम्बन्धित रहेछ। तपाईले यहाँ फिटनेसको प्रोडक्टहरु तपाईले देख्न सक्नुहुनेछ। र त्यसैगरी भिआइपी 5 रहेको छ 16940 रुपैयाँ दैनिक हुनेछ। यसको चक्र 180 र भिआइपी 6 मा रहेको छ 30000। यसको दैनिक नाफा भनेको 5800 रुपैयाँ रहेको छ। दैनिक चक्र 180 दिन रहेको छ। यस्तै एवं प्रकारले यहाँ तपाईले भिआइपी 9 सम्म देख्न सक्नुहुनेछ। यहाँ चाहिँ तपाईले लगानी गरिसके पछाडी चाहिँ त्यो चाहिँ अर्निङ गर्न सक्नुहुन्छ भने त्यसैगरी मेरो उत्पादनहरु भनेर बुझ्न चाहनुहुन्छ भने यहाँ तपाईले देख्न सक्नुहुन्छ मैले भिआइपी 1 चाहिँ एक्टिभेट गरिसकेको छु र मेरो चाहिँ 90 रुपैयाँ दैनिक 90 रुपैयाँ चाहिँ फाइदा भइसकेको छ। र मैले चाहिँ तपाईले जन्म लगानी गरिसके पछाडी केमा लगानी गर्नु भएको छ भनेर तपाईले यहाँ देख्न सक्नुहुनेछ। र त्यसैगरी यहाँतिर तपाईले दैनिक साइन इन भन्ने रहेको छ। दैनिक साइन इनमा क्लिक गर्नु होला र दैनिक यहाँ साइन इनमा क्लिक गरेर तपाईले 10 रुपैयाँ अर्निङ गर्न सक्नुहुन्छ। 10 रुपैयाँ चाहिँ अर्निङ हुनेछ भने त्यसैगरी डाउनलोड गर्न चाहनुहुन्छ भने डाउनलोड गर्न सक्नुहुन्छ र यहाँ खाली समयहरु रहेको छ। र त्यसैगरी यस एपलाई यस वेबसाइटहरुलाई शेयर गरेर पनि अर्निङ गर्न सक्नुहुन्छ। शेयर गर्नको लागि शेयर भन्ने अप्सन रहेछ। शेयरमा एकपल्ट क्लिक गर्नु होला र साथै क्लिक गरेपछि पछाडी यहाँतिर तपाईले लिंक पाउनुहुन्छ। यो लिंकलाई तपाईले ट्विटर, व्हाट्सएप, टेलिग्राम जेमा पनि शेयर गर्न सक्नुहुन्छ। शेयर गर्दा फर्स्ट लेभलमा 20%, सेकेन्ड लेभलमा 3%, थर्ड लेभलमा 2% गरेर तपाईले दैनिक यहाँबाट अर्निङ गर्न सक्नुहुन्छ। र तपाईको साथीले यसमा चाहिँ लगानी गर्नु भएको छ जसमार्फत तपाईले कति अर्निङ गर्नु भएको छ भनेर हेर्नको लागि टोली भन्ने अप्सन रहेछ। टोलीमा एकपल्ट क्लिक गर्नु होला र जसले जोइन गर्नु भएको छ र कति तपाईले कमिसन यहाँबाट कमाउनु भएको छ त्यो तपाईले देख्न सक्नुहुनेछ। र त्यो भन्दा अगाडि चाहिँ तपाईले लगानी गर्नको लागि चाहिँ यहाँ चाहिँ लगानी हेर्नु होला। लगानी गर्नको लागि भिआइपी 1 लाई 600 रहेको छ। र लगानी गर्न चाहनुहुन्छ भने अब लगानी गर्नुस्मा एकपल्ट क्लिक गर्न सक्नुहुनेछ भने त्यसैगरी तपाईले यहाँ होम पेजमा रहेको छ। होम पेजमा चाहिँ टप अप भन्ने अप्सन रहेको छ। टप अपमा एकपल्ट क्लिक गरिदिनु होला र साथीहरु क्लिक गरिसकेपछि तपाईले कति लगानी गर्न चाहनु भएको छ त्यो तपाईले सिलेक्ट गर्नु होला। 600 मा गर्न सक्नुहुन्छ, 15000 यसमा गर्न सक्नुहुन्छ, 10000, 15000 र 600 मा गर्न चाहनुहुन्छ भने 600 मा क्लिक गर्नु होला र यहाँ रिचार्ज गर्नु भनेर रहेको छ। त्यो भन्दा अगाडि यहाँ पढ्नु होला न्यूनतम लिमिट चाहिँ 600 हो नि। यो चाहिँ 24 देखि 600 गरिन्छ भनेर सबै कुराहरु दिइरहेको छ। यहाँ तपाईले सिलेक्ट गरेर रिचार्ज गर्नुमा क्लिक गर्नु होला र रिचार्ज गर्नुमा क्लिक गरिसके पछाडी यहाँतिर तपाईले एउटा खातावालाको नाम देख्न सक्नुहुनेछ। एकाउन्ट नम्बर भनेको एकाउन्ट यो व्यक्तिको नाम रहेको छ र बैंक एकाउन्ट रहेको छ हैन। त्यसैगरी यहाँ तपाईले बैंक नेम देख्न सक्नुहुन्छ ग्लोबल आईएमई। त्यसैगरी अमाउन्ट 600 रहेको छ र काउन्टडाउन सुरु भइसकेपछि यो काउन्टडाउन भित्र तपाईले चाहिँ अमाउन्ट ट्रान्सफर गर्नुपर्छ। जहाँबाट तपाईले ट्रान्सफर गर्न सक्नुहुन्छ यो एकाउन्टमा, यो ग्लोबल आईएमई बैंकमा। र त्यो अमाउन्ट ट्रान्सफर गरिसकेपछि त्यसको स्क्रिनशट लिनु होला र यहाँ पेमेन्ट प्रुफ भाउचर चाहिँ राख्नु होला। राखेर कन्फर्म गरिदिनु होला र कन्फर्म गरेको केही बेर भित्र चाहिँ तपाईको अमाउन्ट चाहिँ यसमा चाहिँ रिचार्ज हुन्छ र अमाउन्ट रिचार्ज भइसके पछाडी त्यो अमाउन्टले तपाईले यहाँ चाहिँ प्रोडक्टहरु चाहिँ एक्टिभेट हुनेछ। र
जसरी मैले चाहिँ यहाँ एक्टिभेट गरेको छु हैन, जसरी मैले यहाँ चाहिँ लगानी मेरो उत्पादन रहेको छ, मेरो चाहिँ एक्टिभेट भइसकेको छ, यस्तो प्रकारले एक्टिभेट हुन्छ र एक्टिभेट भइसके पछाडि तपाईले यहाँबाट मिनिमम चाहिँ 300 भइसके पछाडि विथड्र गर्न सक्नुहुनेछ। विथड्र गर्नको लागि चाहिँ तपाईले मेरोमा जानु होला, मेरोमा गइसके पछाडि फिर्ता लिनुमा एकपल्ट क्लिक गरिदिनु होला। फिर्ता लिनुमा क्लिक गरिसके पछाडि कुन व्यक्तिको नाममा निकाल्न चाहनुभएको त्यो व्यक्तिको नाम राख्नु होला। यहाँ बैंक अथवा वालेट रहेको छ, क्लिक गरिसके पछाडि प्रभु बैंक, हिमालय बैंक, नेपाल इन्भेस्टमेन्ट, ग्लोबल आइएमई, इसिओआर, आइएमई, एनआइसिएससी र खल्ती रहेको छ। सो मैले चाहिँ यसमा आइएमई सिलेक्ट गरेँ र यहाँतिर म चाहिँ मेरो आइएमई नम्बर लगाउने छु, सबै डिटेल्सहरू यहाँ भर्नेछु। साथीहरु मैले चाहिँ मेरो व्यक्तिको नाम र त्यसपछि इसिओआरको आइडी लगाएपछि पुष्टि गर्नुस् मा क्लिक गर्नु होला। यहाँ तपाईले देख्न सक्नुहुन्छ सक्सेस भइसकेको छ र अब यो चाहिँ सक्सेस भइसकेको छ र मेरो ब्यालेन्स चाहिँ यहाँ 10,010 रुपैयाँ छ। म फिर्ता गर्नुमा क्लिक गरेँ र साथीहरु फिर्ता गर्नुमा क्लिक गरिसके पछाडि यहाँतिर तपाईले पैसा लगाउनु पर्ने छ र त्यो भन्दा चाहिँ यहाँ पढ्नु होला। न्यूनतम भनेको 300 रहेको छ, निकाल्दाखेरि 100 ले गुणा गर्ने एमाउन्ट निकाल्न सक्नुहुनेछ र बिहानको 9 बजेदेखि साँझको 5 बजेसम्म निकाल्न सक्नुहुनेछ भने त्यसैले न्यूनतम 300 रुपैयाँ रहेको छ र 25% शुल्क राखेको छ भनिरहेको छ र त्यस्तै गरी 1 देखि 24 घण्टाभित्र पेमेन्ट आउँछ भनिरहेको छ। सो मैले चाहिँ मेरो एमाउन्ट लगाइसकेँ, मैले 1000 लगाएँ। 1000 लगाइसके पछाडि अघि निकाल्नुमा क्लिक गरेँ। अब यहाँ चाहिँ तपाईले कन्फर्म गर्नु भनेको छ 750 रुपैयाँ आउँछ भनिरहेको छ। सो मैले यस गरेँ र फिर्ताको आवेदन भयो भनिरहेको छ। सो अब भने मेरो चाहिँ ब्यालेन्स 10 रुपैयाँ भइसकेको छ। मैले 1000 रुपैयाँ निकालेको थिएँ, 750 रुपैयाँ चाहिँ मलाई ब्यालेन्स चाहिँ काटेर आउनेछ। त्यतिन्जेल हामी यहाँ वेट गर्नेछौँ। साथीहरु करिब 5 मिनेट पछाडि चाहिँ यसले मलाई पेमेन्ट पनि दिइसकेको छ र मैले इसिओमा विथड्र गरेको छु, जुन चाहिँ इसिओमा आइसकेको छ र त्यस्तै गरी म तपाईलाई मेरो इसिओ वालेट पनि ओपन गरेर देखाउन चाहे। यहाँतिर मेरो ब्यालेन्स एड भइसकेको छ भने म तपाईलाई स्टेटमेन्टमा लगेर देखाउन चाहे। यहाँ स्टेटमेन्टमा तपाईले देख्न सक्नुहुन्छ मैले 1000 रुपैयाँ निकालेको थिएँ, 25% यसको लागेर चाहिँ अब मैले चाहिँ 750 रुपैयाँ चाहिँ मेरो इसिओ वालेटमा आइसकेको छ। सो यो चाहिँ भर्खरै सुरु भएको नयाँ रहेको छ, कति दिन चल्छ त्यो कसैलाई थाहा हुँदैन। यस्तो अवस्थामा तपाईले लगानी गर्ने नगर्ने तपाईको विचार, यो एउटा प्रचारक भिडियो, तपाईले यसलाई चाहिँ प्रचारकमा हेरेर चाहिँ साथ चाहिँ दिनुभएकोमा सबैलाई म धन्यवाद भन्दछु।